यो भाइ चाहिँ गरे नि त मेरा भाइ यहाँ लाउनु चाहिँ सजिलो हो कि पल्टाउनु चाहिँ मुस्किल होला। फुर्सद हो मालिक हालौँ न परतिर मान्छेलाई गोली लाग्दा त मरेको छैन एउटा मुला ढुङ्गाको चैटाले मऱ्यो भने मरोस् लेख्ने लेखान्तै त्यति भन्नुपर्छ। तातिएको छ कस्तो कुरो गर्नुहुन्छ यो चाहिँ यस्तो दिउँसो गर्ने हैन क्या यो काम चाहिँ राति मजाले जाडो होकेलमा आगो ताप्दै गर्दै त्यो त 2 टुक्रा पोल्नु पो राति त सर यो त 40 केजी हो 2 टुक्रा पोल्नु पो राति त भेटेदेखि अहिले 200 केजीको सुँगुर पोल्छ राति। तिमीहरूलाई आइडिया थाहा रहन्छ नि एउटा सिन्नै सुँगुर बान्ने कि एउटा अनि उबाट रडबाट रोप्ने अनि घुमाउँदै पोल्दै हो क्या। अब थापाले राईलाई सुँगुर खाने सिकायो फेरि यहाँ अब थापाले राईलाई दियो है खाने तरिका। मैले बिहानै भन्नु कि भने फेरि सिकायो भन्छ होला भनेर बोलिन। हाल्नु हाल्नु अब त दाइ त छेउछेउमा मिलाएर अलिक धेरै अनि यहाँ राम्रो खालको ढुङ्गा पाएको छ फेरि कहाँबाट यो मैले अस्ति लिएको हाटेरको भनेको थिएँ नि योभन्दा अर्को राम्रो थियो त्यो चाहिँ लिएन छन्। उयो परेको कसको हो त्यो पनि सबै मेरै हो हामीले यो मात्रै युज गर्यौँ हिजो। हजुर बहिनी नमस्कार। यिनीहरू त बाक्लो भन्दा पनि सबै एकअर्का टच नहोस् त्यो माथलो माथलो भेग भेग भेगमा हालिदियो भने मेरो भाइरलै बनाइदिनु भयो नि त। मेरो निस्क्यो हजुर अरे यो त 3 लड नसकिने रहेछ नि त। हजुर म त 3 लडमा त सकिन्छ नि। हुन्छ हजुर दुईटा भाटाले चेप्दै चेप्दै गर्नुपर्छ। अब त पल्टाउनेलाई भयो कि है अलिक भएको छ नि दाइ। एउटा